हेलो नमस्ते खाडी। बिहान 8 बजेसम्म उठेर होइन सुतेर अनि त्यो पनि ओछ्यानमै चाहिँ आउने भनेको चाहिँ घरमा मात्रै हो। खाडीमा आएपछि थाहा हुन्छ जिन्दगीको महत्त्व। बिहान बिहान कति बजे उठ्ने, ड्युटीबाट कति बेला रुम जाने भन्ने कुरादेखि लिएर समयको महत्त्व कति हुन्छ भन्ने कुरा खाडीमा थाहा हुन्छ। यहाँ 1 मिनेट पनि खेर गएको हुँदैन। 10 देखि 12 घन्टा काम गर्नुपर्छ अनि रुम जानु पर्यो। 1-2 घन्टा घर परिवारसँग यताउता बिताउनु पर्यो, समय कुराकानी गर्नु पर्यो होला। अनि त्यस पछाडि तपाईको लास्ट टाइम आउँछ सुत्ने टाइम। 10 बजे 11 बजे सुतिन्छ। बिहान 4-5 घन्टा सुत्यो, उठ्यो, फेरि लुखुर लुखुर ड्युटी। यसो गर्दै 3 वर्ष 4 वर्ष 10औं वर्ष बित्या हुन्छ। कम्पनी होस्टल यस्तो गर्दै थाहा हुँदैन कहाँ के छ बाहिर, यताउता बाहिरी दुनियाँ केही थाहा हुँदैन। त्यही भएर पनि साथी हो, आफ्नो स्वास्थ्यको केयर गर्नु होला। जिन्दगीले कति परीक्षा लिन्छ थाहा हुँदैन। जस राम्ररी काम गर्नु होला। आफ्नो परिवारको दुःख सम्झेर काम गर्नु होला। हस् त, धन्यवाद, बाइ बाइ।